हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि हाम्रो नेक्स्ट ब्लगमा है। अहिले चाहिँ म गोर्खाको भचेक भन्ने ठाउँमा आएको छु। अनि यहाँनिर चाहिँ एकदम दामी बनाएको रहेछ है। अनि यता ब्याकग्राउन्ड यता टावरहरू छ। अनि अलिकति अफरोड रहेछ त्यो तलबाट चाहिँ। अनि त्यहाँनिर हुँदै हामी चाहिँ यता आउँछौँ। ल बस्नको लागि कस्तो दामी दामी बनाइदिएको रहेछ क्या। अनि त्यो परतिरहरू पनि छ है। यहाँ मेरो ब्लगमा देखेको छैन क्यामेरामा, त्यतातिर पनि छ, कति धेरै छ क्या। अनि यो माथि चाहिँ मन्दिर छ रहेछ, मन्दिर। अनि गुराँसको बोटहरू कति धेरै छ रहेछ यस्तो। ल यहाँ के लेखेको छ एकचोटि म हेरिहाल्छु है त गाइज। कृपया लाली गुराँस नटिप्नु होला भनेर चाहिँ हामी चाहिँ अजिरकोट गाउँपालिकाको यो कालिका मन्दिरमा घुमघाम गर्दैछौँ है गाइज भन्नु। ठ्याक्कै यहाँनिर मन्दिर छ। ठ्याक्कै हामी मन्दिरमा पुगिसक्यौँ। तर यसरी देखाउँदाखेरि चाहिँ यहाँ यस्तो छ। ल के हो ए पऱ्यो है। त्यही त म त के गराउँछ भन्छ नि। ल सिनेमेटिक अब हेरौँ गाइज अब के कस्तो हुन्छ। सबैतिरको म देखाउँदै लान्छु। यतातिर यस्तो छ यस्तो छ। यो जुत्ता लगाएर आउनु हुन्थ्यो कि हुन्न थियो है फेरि। ल गाइस है वाउ तलबाटको भ्यू यो तल यस्तो छ। यहाँ त त्यो फुल त झरेर फुलमा चाहिँ टेकेर हिँडे जसरी हिँड्थ्यो क्या। यहाँ त्यो बढी फुल्ने बेलामा क्या ठिक ठिक रातै हुन्थ्यो कि यहाँ उतासम्म। अहिले त सबै सुकिसकेको बिचरा। ठ्याक्कै झरेर सुक्ने बेलामा हामी परेछ। नभए दामी थियो। यही एउटा हो। हेलो गाइज वेलकम ब्याक टु माई एनदर भ्लग्स। फेरि पनि म आज चाहिँ नेक्स्ट भ्लगमा चाहिँ आएको छु। अनि आज चाहिँ गोर्खाको बारपाक भन्ने ठाउँमा जान लागिरहेको छु। बाटोमा छु। तलतिरको चाहिँ मैले क्लिप्सहरू लिएको छैन। अनि अति बाटोमा आइसकेको छु। बाटो एकदम दामी छ रहेछ। अनि यता हुँदै आएको। अनि दामी छ, दामी दामी गाउँहरू छ।
धेरै कुरा नबोलिकन चाहिँ म गाउँहरू देखाउँछु। पारितिर पनि कति दामी छ अनि पछाडि हिमाल पनि देखिरहेको छ अनि यतातिर छ। अब के देख्छ म सबै कुराहरू म दामी पारामा देखाउने छु होइन। कन्टिन्यू भ्लग हेर्नु होला। बार पार्क कस्तो छ म सबै देखाउँछु ल। है त गाइज यो ठाउँ चाहिँ तुम्सिका भन्ने ठाउँ अरे है। ल गाइज है अहिले चाहिँ म ठ्याक्कै यो कोटडाँडामा आइसकेको छु। यो बार पार्कको यो कोटडाँडा भन्दो रहेछ है यो ठाउँलाई। अनि यताबाट चाहिँ यस्तो देखिन्छ सबै। एक ग्राउन्ड लगाइदिएँ है। त्यसपछि अब यहाँबाट पहिला यहाँ चाहिँ पूजाहरू हुन्छ रहेछ अनि त्यस पछाडि जुन मार हान्ने भन्ने हुँदो रहेछ क्या यहाँको चाहिँ। यो दसैँको बेलामा हुन्छ अरे अनि एकदमै यहाँ चाहिँ एकदम ठुलो एरिया बनाउनु भएको रहेछ। पहिलेदेखि हुन्थ्यो अरे अनि अहिले चाहिँ एकदमै फेरि यो के अरे फेरि यसलाई चाहिँ के भन्छ रिपेयर गरेको भनौँ मतलब फेरि बनाउँदै रहेछ नयाँ बनाउँदै रहेछ। अनि स्पेसल मन्दिर चाहिँ यो तल रहेछ। अब म त्यहाँ जान्छु है सर त्यहाँनिर हेरौँ। अनि उताको बजारहरू अलिअलि हेर्नुभयो होला। अझै पनि म दामीसँगले देखाउँछु। भ्यू टावर यहाँ खतरा बन्दैछ रहेछ। ल गाइस है सिनेमेटिक नै हेरौँ न धेरै। अब यो कुराहरू भन्दाखेरि तपाईँहरूलाई के कस्तो लाग्छ मेरो बाइक यहीँ छ। अब म सिनेमेटिकहरू देखाउँछु है त गाइस। ल गाइज है म चाहिँ अहिले बुद्ध पार्कमा आएको छु। बार पार्कको बुद्ध पार्क भन्ने ठाउँ रहेछ यहाँ चाहिँ है। यहाँनिर चाहिँ यस्तो पनि राखेको रहेछ। कस्तो देखेछ हो घामले यस्तो छ। म चस्मा लाउँछु। बुद्ध पार्कमा छु। बुद्ध पार्क है बार पार्कको। अनि बार पार्कको बजार चाहिँ यस्तो देखिँदो रहेछ तलतिर। एकदम ठुलो रहेछ बजार चाहिँ होइन दामी। अनि यो अहिले चाहिँ हामी अलिक माथि डाँडामा छौँ यो बुद्ध पार्कमा। अनि यहाँबाट चाहिँ सबै देखिँदो रहेछ क्या। अनि यो माथि एउटा पिपल बोट पनि छ रहेछ। देखेको छ कि नै कता हो यहाँ है। अनि त्यस पछाडि यस्तो छ। अनि यहाँ चाहिँ आई लभको एउटा साइन पनि छ। यहाँ बसेर फोटो खिच्दा चाहिँ सायद तलतिर सबै देखिन्छ होला। अनि एकदमै दामी छ। भ्यू चाहिँ दामी देखेको छ। अहिले चाहिँ हामी होटल माम्चे भन्ने ठाउँमा आइसक्यौँ। एकदमै डाँडामा रहेछ क्या होइन। अनि हामीले तलतिरहरू त्यो देखिको डाँडाहरू एकदमै तल देखिन्छ क्या। हामीले तलबाट माथि देखेको डाँडा त अहिले एकदमै तल देखिँदो रहेछ है। अनि जस यहाँ चाहिँ बस्न खानको लागि चाहिँ व्यवस्था राम्रै छ रहेछ। अनि तलबाट देखेको हिमालहरू सानो सानो देखिन्थ्यो। अहिले त सिधा सिधा देख्न थालिसक्यो त्यहाँनिर हिमालहरू पनि एकदमै बबाल देखाएको छ। अनि जस तल बाटोमा एक ठाउँ चाहिँ मजाले नै गाडियो। त्यहाँ चाहिँ खत्रै के भन्छ उँधो एकदमै हिलो रहेछ। हिलोमा चाहिँ गाडिने ठाउँ रहेछ क्या। अनि त्यहाँनिर गाडियो है। हामी बल्ल बल्ल यहाँ आइपुग्यो। अब यहाँबाट उता धेरै अझै राम्रो छ र। यहाँनिर गुराँसको रुखहरू त यतै छ रहेछ। यति फुलेको अब त झरिसकेको छ।
अलिअलि छ है। जस वातावरण चाहिँ एकदमै दामी लाग्यो, बब्बाल यस्तो छ। यतातिर म्युजिक भिडियोको लागि चाहिँ झन् मलाई दामी लोकेसन छ जस्तो लाग्यो। अब यदि खुलेको बेलामा चाहिँ सबै चारैतिर हिमालहरू देखिन्छ होला जस्तो लाग्यो है। के कस्तो छ त्यो चाहिँ अब खुलेको छैन राम्रोसँगले, त्यही भएर मलाई नि राम्रोसँग थाहा छैन, तर ठाउँ चाहिँ एकदम बब्बाल छ। हेर्दै जानु होला के कस्तो हुन्छ। बाटोको चाहिँ मैले लिन क्या, मैले त गोप्रोको उनी ल्याउन बिर्सेछु क्या, माइक नै ल्याउन बिर्सेछु। अनि गोप्रोहरू त थियो, सबै थियो, तर मैले त खिच्नै पाएन। अनि जति पनि गर्दैछु ठाउँ आइसकेपछि मात्रै गरिरहेको छु है। अनि बाइकतिरको एकदमै दुःख कष्टहरू चाहिँ मैले त्यति खिचेको छुइनँ। हेर्दै जानु होला के कस्तो हुन्छ। म सकेसम्म म छोटो मिठो नै बनाउने प्रयास गर्छु। हामी चाहिँ जानु लागेको भनेको चाहिँ लारपाक जान लागेको हो। हामी तलतिर घुम्दै आइसक्यौँ। त्यस पछाडि अब कतिखेर हुन्छ के हुन्छ होइन, हेर्दै जाउँ। गाइज ल सकेसम्म म दामी देखाउँछु है। एकदमै जस रमाइलो भइरहेको छ, राम्रो भइरहेको छ। अनि यदि तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन, जोडिनु भएको छैन भने सब्सक्राइब गरेर जोडिनु होला। अनि यदि लारपाकतिरको कोही हुनुहुन्छ भनेदेखि होइन कमेन्ट पनि गर्नु होला। अझै अरू ठाउँहरू पनि केही थियो कि छुटाउन बिर्सियो कि होइन, छुट्याइएन कि। अलिकति हाम्रो चाहिँ घुमाउने गाइड अलिक छैन नि त, अब हामी आफै घुम्नुपर्ने हुन्छ। त्यही भएर नै अलिक अब कतिपय कुराहरू हामीले नदेखेको होइन, क्याप्चर नगरेको नि हुनसक्छ नि त। त्यही भएर ल गाइज है, फेरि अब एकछिन खाजा खान्छौँ, खाजा खाएर फेरि हामी सरासर चाहिँ लाग्छौँ गाइज। लाप्राक भन्ने ठाउँमा चाहिँ हामी आइपुग्न लागिसक्यौँ है। त्यो आउनुभन्दा अगाडि चाहिँ यहाँनिर एउटा भेटाएको चाहिँ सालिक छ भनौँ न, यसले के भन्छ, सालिक त भन्छ होला है लाप्राक। यहाँनिर यो छ रहेछ है, उताबाट आउने बित्तिकै। अनि त्यस पछाडि बाइक यो तल राखेको छौँ, बाइक देखेको छ किन, त्यहाँ छ बाइक। गुराँसहरू हेर्नको लागि चाहिँ यहीँ रहेछ कि दामी होइन। अनि ठ्याक्क यहाँ लाप्राक चाहिँ अब यहाँबाट सुरु हुँदो रहेछ। यहाँ अलिकति तल गएपछि चाहिँ सबै गाउँहरू बस्तीहरू देख्दो रहेछ। दामीसँगले देखाउँला के कस्तो लाग्छ, मजाले हेर्नु होला होइन। मेरो अलिक भ्लग अलिक मजाको अलिक कडा चाहिँ भएको छैन योपालि, त्यति खिच्न अलिक त्यति नै भएन क्या। मेरो गोप्रोको माइक पनि अलि ल्याउनै बिर्सेछु, छुटेछ भनौँ न। बिर्सेछु भन्दा पनि सबै सामान त हेरेको तर छुटेछ क्या। लाप्राक गाउँ चाहिँ त्यही रहेछ। अब हेरौँ अझै पनि तलतिर गएर मजाले नै खिचेर देखाउनेछु के कस्तो हुन्छ होइन। गुराँस हेर्नलाई गोर्खा जिल्लाको लाप्राक भन्ने ठाउँमा आइसकेको छु। भ्लग मजाले हेर्नु होला। गुराँस त कति हो कति यता त पुरै सबै गुराँसको हुँदो रहेछ नि त, के भन्ने खै। दामी बबाल हेट कडा यस्तो छ ल गाइज। ओ हेम्ची स्वर्ग छ यार, ठाउँ स्वर्ग छ, स्वर्ग। हा यो सेतो खालको रहेछ। यो गुराँसहरू पनि धेरै खालको हुन्छ होइन, कतिलाई थाहा होला, त्यो बारेमा चाहिँ मैले भन्नु पर्दैन होला। धेरै खालको छ, रातो पनि छ, सेतो पनि छ गाइज। बब्बाल प्राकृतिक सौन्दर्यलाई नबिगारौँ, संरक्षण गरौँ। उत्तरी गोर्खा धार्के गाउँपालिका 4 लाप्राक गुप्सी पाखा पर्यटकीय क्षेत्रभित्र हरेक राष्ट्रिय फुल, लाली गुराँस र अन्य फुलहरू टिप्न सक्त मनाइ छ। यदि टिपेको भेटिएमा नियम अनुसार 500 भन्दा बढी जरिवाना लाग्ने छ। लाप्राक पर्यटन विकास समिति। ल गाइज है, यहाँनिर गुराँस चाहिँ टिप्न नपाइने रहेछ। मजाले अब हातैमा टिपेर चाहिँ होइन भिडियो सिडियोहरू यताउता गर्न नपाइने रहेछ भनौँ न। यहाँ भुइँतिर चाहिँ सट्ट नै ए सेतो, यसलाई के भन्छ, चिमल, हाम्रोतिर चिमल भन्छ जस्तो लागेको थियो। अनि यता चाहिँ के भन्छ थाहा छैन, के भन्छ होइन, नाम के भन्छ, कमेन्ट गर्नु होला यदि तपाईँहरूकोतिर अरू भन्छ भने। हाम्रोतिर चाहिँ सेतो चिमाल अनि रातो चिमाल भने जस्तो लाग्छ है। के कसो भन्छ कमेन्ट गर्नु होला। म चाहिँ यहाँ गुराँसको फेदमा छु। गुराँस कति दिएछ, अझै पनि झरिसकेको रहेनछ क्या, अझै पनि रहेछ। मलाई एकदम यसपालि चाहिँ हेर्न मन थियो। अनि जस यहाँ आएर मजाले हेर्ने घुम्ने मौका पाइयो यार,
साथीहरूको कारणले गर्दाखेरि साथीलाई पनि एकदमै धेरै धेरै धन्यवाद। यहाँ ल्याएर मैले होइन यहाँ मलाई ल्याएर चाहिँ मैले यसरी यहाँको अवलोकन गर्ने मौका पाएँ नि त यो ठाउँको, अनि एकदमै दामी लाग्यो। ल यतातिरको रुखहरू लेकतिरको रुख चाहिँ यस्तो हुन्छ क्या होइन, एकदमै कम्ती हुन्छ यो रुखहरू, प्राय भइहाल्दा फेरि पनि यस्तो हुन्छ क्या, यो सबै चिसोले खाएर यस्तो भएको हुन्छ क्या जस्तो लाग्छ है मलाई चाहिँ। तपाईँहरूलाई के कस्तो लाग्छ ल? यस्तो छ गुरासम्म यार, हिउँ परेको बेलामा झन् बब्बाल देखिन्छ होला क्या। दामी गाइस दामी, गुराँसहरू अझै पनि झरिसकेको रहेनछ। हामी त वैशाखको आज त 6-7 गते कति 12-11 गते भइसक्यो है, र पनि अझै छ यस्तो डाँडा छ, यस्तो छ दामी। लाप्राक भन्ने ठाउँमा ल यस्तो दामी यार गुराँस सेतो वाउ। ल यहाँ चाहिँ डेन्जर हावा पनि लाग्दो रहेछ है, यस्तो देखाएको छ 360 देखाउँछु भ्यू। ल गाइस है लाप्राकको चाहिँ नयाँ बस्ती चाहिँ फुल भ्यू चाहिँ यस्तो छ रहेछ। घर चाहिँ के खालको छ यार, बाफ्रे यार, त नि घर चिन्न त गाह्रो पनि रहेछ नयाँ मान्छेलाई त। फेसको र अलिकति औलीकोमा अलिक फरक पर्दछ। दामी लाप्राकको नयाँ बस्तीको घरहरू चाहिँ यस्तो छ है, नजिकबाट खिच्दाखेरि चाहिँ। अघि मैले माथिबाट देखाएको थिएँ, अनि यो चाहिँ म यहाँ छेउमै आएको छु, भित्रको यस्तो छ। जेस कस्तो रहेछ भने यहाँको चाहिँ एउटा ढोका, माथि 2टा झ्याल, यता झ्याल, अनि एउटा टोइलेट अनिवार्य हैन, यस्तो रहेछ ल। डेन्जर खतरा देखिन्छ। अनि यो चाहिँ टिन होइन रहेछ कि त रबरको छाना क्या, कस्तो भन्छ है। अनि यताको चाहिँ यस्तो छ ल, बब्बाले नजिकबाट हेर्दा चाहिँ यस्तो छ रहेछ ल। तर यता मान्छे चाहिँ एकदम कम्ती बस्दो रहेछ, पुरानै गाउँमा बस्ने रहेछ बस्न चाहिँ। जे होस् नयाँ ठाउँमा यस्तो रहेछ। नजिकबाट देखाउँदा अघि हामीले माथिबाट देखाएको थियौँ, अघि माथिबाट देखायो भनेको कि त्यो माथि टाढाबाट देखाएको थियौँ, अनि फुल देखाएको थियौँ नि त। अनि अहिलेको चाहिँ यस्तो छ गाइस, यता पनि दाउरा नै युज हुँदो रहेछ बढी जस्तो। मास्तिरको गाउँहरू यस्तो छ रहेछ है गाइस। ल गाइस भित्रको घरहरू चाहिँ यस्तो हुँदो रहेछ है यताको। आहा यहाँ त ओरिजिनल बन्दुक जस्तो छ त यार, साउन्डहरू कडा छ त है। ओहो पुरानो बत्ती, त्यसलाई हाम्रो चाहिँ डाडु भन्छ, यसलाई चाहिँ रामो भन्थ्यो होइन, पुरानो। यो कठुवा, अनि यो चाहिँ के भन्छ, यो सायद धागो बेर्ने होला, फुर्लुङ, यो धागो बेर्ने हुनसक्छ यस्तै देखाएको थियो, तर हाम्रोतिर खासै गर्दैन। अनि यो मदानीको यो के, तर टिप्नु चाहिँ हुन्न नै होइन, तर फोटो भिडियो खिच्नको लागि भने मैले धेरै टिपिनँ, 2टा टिपेको छु। गल्ती भयो माफ पाऊँ, तर मलाई एकदमै हातमा समात्न मन थियो, धेरै वर्षपछि समातेछु। यस्तो मिठो बास्ना छ।